मेरो युट्युब च्यानलको यो नयाँ भिडियोको नयाँ श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। हामी सबैभन्दा कठिन काम सबैभन्दा पहिले इट द्याट फ्रकको अडियो बुक तयार गर्दैछौँ। आज हामी 11औं श्रृङ्खलामा रहेका छौँ। आशा छ यहाँहरूले हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने। आउनु सुरु गरौँ आजको यो अडियो बुक। 10 योग्यता बढाउनुहोस्। तपाईको काम जेसुकै होस् त्यसमा सफलताको एकलौटी अचूक तरिका अपेक्षाभन्दा बढी र राम्रो सेवा दिनु हो। आफ्नो योग्यता बढाउनु व्यक्तिगत उत्पादकत्वको सबैभन्दा अहम सिद्धान्त हो। शानदार तरिकाले काम गर्नका लागि जति सिक्न आवश्यक हुन्छ सिक्नुहोस्। तपाईँ कुनै खास किसिमको भ्याकुता निल्नका लागि जति राम्रो बन्नुहुन्छ त्यति नै फुर्तिलो छर्लङ्ग लगाएर काम पुरा गर्न सक्नुहुन्छ। आफ्नो प्रमुख परिणाम क्षेत्रमा आफ्नो योग्यता लगातार बढाउनुहोस्। याद राख्नुहोस् तपाईँ आज जति राम्रो हुनुहुन्छ तपाईको ज्ञान र योग्यता तीव्र रूपले बासी र पुरानो बन्दै गइरहेको छ। सिक्न कहिल्यै नछोड्नुहोस्। आफ्नो प्रमुख काममा राम्रो बन्दै जानु समय व्यवस्थापनको एक ठूलो सहायक तरिका हो। व्यक्तिगत र व्यावसायिक कुशलता समय बचाउन सबैभन्दा महत्त्वपूर्ण उपायमध्ये एक हो। तपाईँ कुनै काममा जति कुशल बन्नुहुन्छ त्यसलाई पुरा गर्नका लागि त्यति नै बढी प्रेरित महसुस गर्नुहुन्छ। तपाईँ जति राम्रो बन्नुहुन्छ तपाईँ त्यति नै बढी ऊर्जा र उत्साह बढ्नेछ। जब तपाईलाई लाग्छ कि तपाईँ कुनै काम राम्रोसँग गर्न सक्नुहुन्छ तब तपाईलाई आलटाल छोड्ने र राम्ररी काम गर्न सजिलो हुन्छ। तपाईँ आफ्नो महत्त्वपूर्ण कामको सूची बनाउनुहोस्। त्यसपछि त्यस क्षेत्रमा आफ्नो योग्यता लगातार बढाउने योगदान दिनुहोस्। नियम लगातार सिक्नु कुनै पनि क्षेत्रमा सफलता पाउने न्यूनतम आवश्यकता हो। कुनै पनि क्षेत्रमा कमजोरी वा योग्यताको कमीका कारणले पछि नरहोस्। हरेक कुरा सिक्न सकिन्छ। जसलाई अरूले सिकेको छ त्यो तपाईँ पनि सिक्न सक्नुहुन्छ। जब मैले आफ्नो पहिलो पुस्तक लेख्न सुरु गरेँ तब म हताश भएँ किनकि मैले अक्षर हेरी किसिमले टाइप गरेँ। मलाई चाँडै के थाहा भयो भने यदि मैले 30 पेज पुस्तक लेख्न चाहे भने मैले टच टाइपिङ सिक्नुपर्छ। त्यसपछि मैले आफ्नो कम्प्युटरका लागि टच टाइपिङ प्रोग्राम खरिद गरेँ। त्यसपछि मैले 3 महिनासम्म दिनको 20-30 मिनेट अभ्यास गरेँ। 3 महिनापछि प्रति मिनेट 40-50 शब्द टाइपिङ गर्न थालेँ। मैले योग्यताको हिसाबले 40 भन्दा बढी पुस्तक लेखिसकेको छु जुन संसारभरि प्रकाशित भएको छ। बढी उत्पादक र प्रभावकारी बन्नका लागि तपाईलाई जुन योग्यताको आवश्यक पर्छ त्यो सबै सिक्न सकिन्छ। यदि आवश्यकता पर्यो भने तपाईँ टच टाइप बन्न सक्नुहुन्छ। तपाईँ कम्प्युटरमा माहिर बन्न सक्नुहुन्छ। तपाईँ राम्रो सेल्स पर्सन बन्न सक्नुहुन्छ। तपाईले भाषण दिन सक्नुहुन्छ। तपाईले प्रभावकारी ढङ्गले लेख्न सक्नुहुन्छ। तपाईले सारा योग्यता हासिल गर्न सक्नुहुन्छ। केवल तपाईको सङ्कल्प गर्ने आवश्यक छ र त्यसलाई प्राथमिकतामा बनाउनुहोस्। महारतको 3 पाइला। सबैभन्दा पहिले हरेक दिन कम्तीमा 1 घण्टासम्म आफ्नो क्षेत्रको अध्ययन गर्नुहोस्। बिहान चाँडै उठेर 30 देखि 60 मिनेटसम्म पत्रिका पढ्नुहोस् जसमा दिएको जानकारी तपाईलाई काम लाग्न सक्छ। दोस्रो त्यो प्रमुख योग्यतासित सम्बन्धित कोर्स र सेमिनारमा भाग लिनुहोस्। आफूसित सम्बन्धित प्रोफेसनल र पेसाको सम्मेलनमा जानुहोस्। अगाडि बसेर नोट लिनुहोस्, रेकर्ड गर्नुहोस् र आफ्नो क्षेत्रमा सबैभन्दा ज्ञानी र योग्य व्यक्तिमध्ये एक बन्नका लागि समर्पित गर्नुहोस्। तेस्रो आफ्नो कारमा अडियो प्रोग्राम सुन्नुहोस्। साथै कार मालिक एक ठाउँबाट अर्को ठाउँमा जान 500 देखि 1000 घण्टासम्म समय बिताउँछन्। यात्राको समय सिक्ने समय बदल्नुहोस्। यात्रा गर्दा शैक्षिक अडियो प्रोग्राम सुन्नको लागि तपाईँ आफ्नो क्षेत्रको सबैभन्दा स्मार्ट, सबैभन्दा सक्षम र सबैभन्दा बढी तलब भएको व्यक्तिमध्ये एक बन्न सक्नुहुन्छ। तपाईँ जति बढी सिक्नुहुन्छ सिक्ने क्षमता त्यति नै बढी बढ्छ। जसरी शारीरिक कसरतले राम्रो शरीर मांसपेशी बन्न सक्नुहुन्छ यसैगरी मानसिक कसरतले राम्रो मस्तिष्क मांसपेशी बनाउन, राम्रो मानसिक मांसपेशी बनाउन सक्नुहुन्छ। आफ्नो सफलता उपयुक्त 3 पाइलाहरूमा निर्भर रहन्छ।
हरेक बिहान एक व्याकुता निल्नुहोस्। आजै प्रगति गर्न आवश्यक पाइला चाल्नुहोस्। प्रगतिका लागि प्रोजेक्ट्स तयार गर्नुहोस्। आफ्नो काम धन्दाको क्षेत्रमा आजीवन विद्यार्थी बन्नुहोस्। प्रोफेसनलका लागि पढाइको कहिल्यै अन्त्य हुँदैन। प्रमुख योग्यता चिन्नुहोस् जसले राम्रो परिणाम हासिल गर्न सहायता गर्छ। यो वास्तविक क्षमता पत्ता लगाउनुहोस् जसले तपाईँको भविष्यमा आफ्नो क्षेत्रमा अगाडि बढिरहनका लागि सहायता गर्छ। आफ्नो लक्ष्य तयार गर्नुहोस्, योजना बनाउनुहोस्, आफ्नो क्षेत्रमा आफ्नो योग्यता बढाउनुहोस्। जे गर्नुहुन्छ त्यसलाई सर्वश्रेष्ठ बन्ने कोसिस गर्नुहोस्। यतिन्जेलसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरूप्रति विशेष आभार। आगामी दिनमा अन्य भाग लिएर उपस्थित हुनेछौँ। धन्यवाद।